टक्क यहाँ यतापट्टि साग रोप्यो अलिकति त्यहाँ लसुन रोप्यो उतापट्टि आलु रोप्यो यसपालिको तिहारमा यहाँनिर साग रोपिँदैछ आज यतापट्टि यहाँ बुढले फेरि लसुन रोप्दैछ यहाँ कस्तो छ लसुन रोपाइ ठिक छ कस्तो रोप्न आउँथ्यो यत्रो खनेर मैले चाहिँ यहाँ पसिरहेको छु है खन्दा खन्दा आमा उफ अब गएर ट्याक्क नुहाइन्छ अनि यहाँ बुढी चाहिँ यहाँ लसुन ससुन रोपेर एकछिनमा आउँछ भात तिन पकाउँछ बुढले अनि टक्क खाइन्छ अनि सुतिन्छ ट्याक्कसँगले यहाँनिर ताती गोलभेडा छ खासै यसपालि भएन गोलभेडा चाहिँ यहाँ सागको बिरुवा छ यो खै चाइनिज साग भन्छ सलाद खानेवाला भएको छ अलिअलि हुँदैछ यस्तै छ गाउँघरको ती नगरी खानु पाइँदैन नुन तेल सबै कुरा किनेर खाने भने त पुग्दैन यहाँ यसपालि करेला चाहिँ ऊ मात्र हो अलिअलि फलेको छ अब यसपालि अब मल लाएर यसलाई पनि टक्क रोपिदिने हो यस्तै छ गाउँघरमा ल रोपेर आऊ है त